यो तल लगभग जमिनदेखि 1-1.5 फिट 4-5 पत्ताको पातहरू यसरी हटाइदिनुपर्छ। सकेसम्म कैँची वा ब्लेडको प्रयोग गर्नुहोला, किनभने हातले यसरी गर्नुभयो भने चुडिन सक्छ, अलिक घाउ पनि हुनसक्छ। त्यसले गर्दा 5 पातसम्मको तलको हाँगाहरूलाई यसरी काटेर हटाउनुपर्छ। हटाइसके पछाडि फेरि हामीले बिरुवा बढ्दै गइसके पछाडि यो जुन हेर्नुहुन्छ नि टुप्पो, यो टुप्पो बढ्दै जान्छ। त्यसले गर्दा हामीले यसमा चाहिँ माया नगरिकन यसलाई यसरी काटिदिनुपर्छ। अब त्यस पछाडि यो साइडबाट यो हाँगाहरू निस्किन्छ। जति राम्रो साइडबाट हाँगा निस्क्यो त्यति त्यसमा पोथी फुलहरू लाग्छ। यो तल लगभग जमिनदेखि 1-1.5 फिट 4-5 पत्ताको पातहरू यसरी हटाइदिनुपर्छ। सकेसम्म कैँची वा ब्लेडको प्रयोग गर्नुहोला, किनभने हातले यसरी गर्नुभयो भने चुडिन सक्छ, अलिक घाउ पनि हुनसक्छ। त्यसले गर्दा 5 पातसम्मको तलको हाँगाहरूलाई यसरी काटेर हटाउनुपर्छ। हटाइसके पछाडि फेरि हामीले बिरुवा बढ्दै गइसके पछाडि यो जुन हेर्नुहुन्छ नि टुप्पो, यो टुप्पो बढ्दै जान्छ। त्यसले गर्दा हामीले यसमा चाहिँ माया नगरिकन यसलाई यसरी काटिदिनुपर्छ। अब त्यस पछाडि यो साइडबाट यो हाँगाहरू निस्किन्छ। जति राम्रो साइडबाट हाँगा निस्क्यो त्यति त्यसमा पोथी फुलहरू लाग्छ।